सम्पूर्ण प्रभुका जनहरूमा ख्रीष्ट येशूको पवित्र नाममा जय मसीह। विभिन्न देशहरूबाट विभिन्न ठाउँहरूबाट आज यो युट्युब च्यानल मार्फत परमेश्वरको वचन सुन्नलाई बसिरहनु भएका सम्पूर्ण प्रभुका जनहरूलाई आजको यस कार्यक्रममा म स्वागत भन्न चाहन्छु। सदा चाहिँ आज पनि हामीले परमेश्वरको वचन पढ्ने, प्रभुलाई धन्यवाद दिने, प्रभुसँग बिन्ती गर्नेछौँ। र आज पनि म तपाईहरुको बीचमा परमेश्वरको वचन लिएर उपस्थित भइसकेको छु। आज म तपाईहरुलाई परमेश्वरको वचन उपदेशक 7 अध्यायको 8 पदबाट पाठ गर्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, कुनै कामको सुरु भन्दा त्यसको अन्त अझ असल हुन्छ, धैर्य धारण गर्नु अहंकारी हुनुभन्दा असल हुन्छ। आमेन। यहाँनिर उपदेशक एकदमै बुद्धिमान मानिस हुन्, उनले बुद्धिका कुराहरू यहाँ गरिराखेको छ। आज हामीले धर्मशास्त्रमा भएका सबै पुस्तकहरू पढ्नु जरुरी छ, त्यसलाई मनन गर्नु, जीवनमा हामीले लागू गर्नु, उपयोगी गर्नु र हामीले प्रयोगमा ल्याउनु चाहिँ अति नै अनिवार्य हुन्छ। र धेरैजना मानिसहरूले आज परमेश्वरको वचन पढ्नुहुन्छ, सुन्नुहुन्छ अनि तुरुन्तै बिर्सिहाल्नुहुन्छ। त्यो अनुसार गर्ने व्यक्तिहरू थोरै मात्र हामी देख्दछौँ। त्यसकारण हामीले परमेश्वरको वचन पढ्ने, त्यसपछि त्यो अनुसार गर्ने कामहरू गर्यो भने हामीलाई आशिष हुन्छ। त्यसकारण यहाँनिर त्यही कुरा हामीले याद गर्दछौँ कि कुनै पनि कामको सुरु भन्दा त्यसको अन्त गर्नु झनै असल हो भनेर लेखिएको छ। हामीले विभिन्न कामहरू गर्छौँ। अहिले त धेरैजना मानिसहरू कामको सिलसिलामा धेरै गाह्रो भइराखेको छ। यो महामारीको कारण धेरैजनाको कामहरू गुमेको छ। त्यसको अलावा अब हामीले कामहरू सुरु गर्छौँ भने त्यो सुरु गर्नुभन्दा अगाडि त्यसलाई अन्त गर्न सकिन्छ कि सकिँदैन, यी सबै कुराहरू हामीले विचार गर्नुपर्ने हुन्छ। त्यसकारण कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि त्यसलाई अन्त्य गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ। सुरु त जसले पनि गर्छ, तर अन्तिमसम्म गर्ने व्यक्ति नै धन्य हुन् भनेर बाइबलले भन्दछ। त्यसकारण यदि हामीले काम गर्दै गयौँ र बिचमा छोड्यो भने मानिसहरू हाँस्छन् अनि त्यसमा हामीलाई पनि फाइदा हुँदैन। त्यसकारण आजको दिन यो कुरालाई याद गरौँ र हामीले कुनै पनि कामहरू सुरु गर्नुभन्दा अगाडि त्यसलाई विचार गरौँ र त्यो अनुसारको हामी अन्त्यसम्म जानको निम्ति तयार रहौँ। अर्को कुरा लेखिएको छ यही 8 पदमा, धैर्य धारण गर्नु अहंकारी हुनुभन्दा असल हो। आज धेरैजना मानिसहरू अहंकार, घमण्डी अनि विभिन्न कुरामा आफ्नै कुरामा जिद्दी गर्ने बानीहरू हुन्छ। त्यो कुरालाई आज हामीले छोड्नु जरुरी छ, किनभने धेरैचोटि धेरैपल्ट त्यसले हामीलाई नाशमा लान सक्छ र नाशमा लगिराखेको पनि छ। जसले घमण्डका कुराहरू गर्छ त्यसलाई नोक्सान भइराखेको हुन्छ। बाइबलले भन्छ नाश हुनु अगाडि घमण्ड आउँछ भने। त्यसकारण मेरा प्रियजन, हामीले आज यो वचनलाई पढेका छौँ। यो बुद्धिमानको पुस्तक हो। बुद्धिका कुराहरू, ज्ञानका कुराहरू, उपदेशक र हितोपदेश चाहिँ सुलेमान राजाले लेख्नुभएका पुस्तक हुन्। यो पुस्तकमा चाहिँ धेरै बुद्धिका कुराहरू हामी पाउँदछौँ। र आज यस बिहानीको समयमा तपाईँलाई उत्साह दिन चाहन्छु, धैर्य धारण गर्नु अहंकारी हुनुभन्दा राम्रो हो। धेरैजना मानिसहरूले धैर्य गर्नलाई एकदमै गाह्रो हुन्छ। कतै तपाईँ पर्खिनु पर्यो, कतै केही समय तपाईँले धैर्य गर्नु पर्यो भने तपाईँलाई धेरै गाह्रो हुन्छ। त्यो कुरा हामीले गाह्रो मान्नु हुँदैन, किनभने जब हामी धैर्य गर्छौँ त्यसको फल मिठो हुन्छ। धैर्य धारण गरेर हामी पर्खेका फलहरू धेरै नै मिठो हुन्छ, धेरै राम्रो हुन्छ। हाम्रो जीवनमा भएका घटनाहरूलाई तपाईँले याद गर्नुहोस्। जब तपाईँ धैर्य गरेर काम गर्नुहुन्छ त्यहाँ परमेश्वरले आशिष पनि दिनुहुन्छ। त्यसकारण कतिजना मानिसहरू हतार काम गर्छन्, जसको कारणबाट कामहरू बिर्सिन्छ अनि त्यसपछि त्यसमा धेरै अप्ठ्यारो स्थितिहरू आउन सक्छ। त्यसकारणले गर्दा आजको यस बिहानीको समय म सम्पूर्ण प्रभुको जनहरूलाई उत्साह दिन चाहन्छु। असल नाउँ अति सुगन्धित अत्तर जस्तो असल हो र मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो। भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो। आज धेरैचोटि मानिसहरू भोज, मोज, मजाका कुराहरू गर्छन्, तर बाइबलले के भन्छ भने भोजको घरमा जानुभन्दा शोकको घरमा जानु अझ असल हो भनेको हो। हामीले कति दुःख र शोक परेका व्यक्तिहरूलाई हामीले सम्झाउन सक्छौँ, उनीहरूलाई धैर्य धारण गर्न हामी सिकाउन सक्छौँ। त्यसकारण बाइबलले जे कुराहरू भनेको छ त्यो कुरा एकदमै सत्य छ। यो कुरा हामीले याद गर्नु पर्दछ। अनि अर्को कुरा के भनिएको छ भने
असल नाउँ अति सुगन्धित अत्तरभन्दा असल हो र मृत्युको दिन जन्मको दिनभन्दा अझै उत्तम हो भनेको छ। मृत्युको र जन्मको बारेमा पनि यहाँनिर हाम्रो जीवनको बारेमा व्याख्या गरिराखेको छ। त्यसकारण हामीले याद गरौँ, जीवित मानिसले यो कुरा हृदयमा जानिराख्नुपर्छ कि मृत्यु सबै मानिसहरूको निम्ति अन्तिम कुरा हो। संसारमा हामी शरीरको मृत्यु चाहिँ अन्तिम कुरा हो, तर आत्मामा हामी कहिले पनि मर्दैनौँ। आत्मा सधैँ नै मानिसको जीवित नै रहिरहन्छ र त्यो परमेश्वरमा विश्वास गर्नेहरू चाहिँ परमेश्वरसँग उहाँकै साथमा जान्छ। उहाँ जहाँ हुनुहुन्छ त्यही हाम्रो आत्मा पनि गइहाल्छ, किनभने परमेश्वरमा हामी त्यो विश्वास गरिराखेका छौँ। त्यसकारण मेरा प्रियजन, आजको दिन हामीले यी पदहरू पढिराखेका छौँ। कर कापले बुद्धिमान मानिसलाई पनि मूर्ख बनाउँछ, घुसले हृदयलाई भ्रष्ट बनाउँछ। आज हामी यो कुरा याद गर्नुपर्छ, हाम्रो हृदयलाई भ्रष्ट बनाउने कुरा चाहिँ घुस नै हो। अनि कर कापले बुद्धिमान मानिसहरूलाई पनि मूर्ख बनाइराखेको हुन्छ। त्यस कारणले गर्दा मेरा प्रियजन, हामी कर कापमा पर्नु अनि मूर्ख हुनु असल कुरा होइन, किनभने आजको वचनले हामीलाई सिकाउँछ कुनै कामको सुरु गर्नुभन्दा त्यसलाई अन्तिमसम्म पुरा गर्नु नै उत्तम हुन्छ र धैर्य चाहिँ अहङ्कारी गर्नुभन्दा असल हो भनेर बाइबलले सिकाउँछ। आज हामीले यस बिहानको समय यी कुराहरूलाई सिकौँ, बुझौँ र हाम्रो जीवनमा हामीले यापन गर्नको निम्ति परमेश्वरसँग प्रार्थना गर्नुहोस्। र हामी आजको दिनसम्म घमण्डी गरिरहेका छौँ, जिद्दी गरिरहेका छौँ भने यो कुरालाई म तपाईँलाई सम्झाउन चाहन्छु। हामीले धेरै जिद्दी र घमण्ड गर्नु राम्रो होइन। जब हामी जिद्दी र घमण्ड गर्छौँ त्यसको फल असल हुँदैन। जब मानिसहरू धैर्य र नम्र हुन्छ त्यहाँ तपाईँले हेर्नुहोस् कति असल कामहरू हुन्छ। प्रभु येशू ख्रीष्ट आफै पनि कहिले पनि उहाँ घमण्डी हुनु भयो। उहाँ स्वर्गबाट आफ्नो परमेश्वर आफै स्वर्गबाट मानिस रूप लिएर आउनुभयो, तर उहाँले संसारका मानिसहरूमा अन्तिमसम्म नम्र बनेर आफूलाई क्रुसमा अर्पण गर्नुभयो। कहिले पनि उहाँले बदला लिने काम गर्नु भएन। त्यसकारण मेरा प्रियजन, आजको यस बिहानको समय म तपाईँलाई अनुरोध गर्न चाहन्छु र जसरी परमेश्वरको वचनमा लेखिएको छ त्यही कुरालाई हामीले याद गरौँ र अहिलेसम्म हामीले कुनै त्यस्तो कामहरू गर्न सकिरहेको छैन भने हामीले विचार गरौँ र परमेश्वरसँग बिन्ती गरौँ। हस्, हुन्छ। आजको परमेश्वरको वचन म यहीसम्म राख्न चाहन्छु र परमेश्वरले तपाईँहरू सबैलाई हरेक कुराहरूमा ज्ञान बुद्धि दिउन् र सहायता गरौँ। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद। आजको वचनको सेवकाईमा तपाईँ प्रभुले हामीलाई आशिष दिनुभएको छ अनि जसै तपाईँ प्रभुमा हामी प्रार्थना गर्दछौँ पिता, तपाईँको अनुग्रह हाम्रो जीवनमा प्रशस्त छ। आज हामी कुनै पनि कामहरू सुरु गर्नुभन्दा अगाडि त्यसलाई अन्त्यसम्म हामीले गर्न सक्छौँ कि सक्दैनौँ त्यो कुराले पनि हामीले विचार गर्नुपर्दछ। प्रभु, हामीलाई ज्ञान बुद्धि दिनुहोस् र तपाईँ प्रभुमा अगाडि बढ्नलाई र प्रभु धैर्य गर्नलाई तपाईँ प्रभुले सिकाउनुहोस्। जब हामी अहङ्कारी र घमण्डी हुन्छौँ प्रभु, त्यहाँ हामीलाई फाइदा केही पनि छैन। त्यसकारण प्रभु, हामी घमण्डी र अहङ्कारीबाट हामीलाई छुटकारा गर्नुहोस् र आजको दिन यो वचन अनुसार तपाईँमा नम्र भएर तपाईँलाई महिमा दिन सकौँ। यो सबै बिन्ती प्रार्थना धन्यवाद तपाईँ प्रभुको हातमा समर्पण गर्दै आशिष र अनुग्रह माग्दछौँ ख्रीष्ट येशूको पवित्र नाम, आमेन। आदरणीय सम्पूर्ण प्रभुका जनहरू, आजको दिन परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनु। जय मसीह।